दक्षिण कोरियाको 21औं राष्ट्रपतिमा 리 제밍. 나는 헌법을 준수하고 국가를 보위하며 조국의 평화적 통일과 국민의 자유와 복리의 증진 및 민족 문화의 창달에 노력하여 대통령으로서의 직책을 성실히 수행할 것을 국민 앞에 엄숙히 선서합니다. 2025년 6월 4일 대통령 이재명. 4 जुन 2025. दक्षिण कोरियाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टी अफ कोरियाका नेता ली जेम्युङ निर्वाचित भएका छन्। पूर्व राष्ट्रपति युन सुक योलको महाभियोग र पद मुक्ति पछिको समय अगावैको निर्वाचनमा लीले 49.42% मत प्राप्त गरी पिपुल्स पावर पार्टीका किम मुन सुलाई पराजित गरे। राष्ट्रिय निर्वाचन आयोगका अनुसार 62.1% मतदाताले मतदान गरे, जुन सन् 2022 को निर्वाचनभन्दा उच्च हो। सन् 2024 डिसेम्बर 3 मा युन सोक योलले असफल मार्शल ल घोषणा गरेपछि संवैधानिक सङ्कट उत्पन्न भएको थियो। सन् 2025 अप्रिल 4 मा संवैधानिक अदालतले युनको महाभियोग सर्वसम्मतिले सदर गरेपछि संविधान अनुसार 60 दिनभित्र निर्वाचन गर्नुपर्ने बाध्यताले यो निर्वाचन आयोजना भएको हो। उनले प्रगतिशील नीतिहरूलाई मध्यमार्गी मतदाताहरूतर्फ केन्द्रित गर्दै अभियान चलाए, जसमा आधारभूत आय, सामाजिक कल्याण र आर्थिक समानतामा जोड दिएको थियो। लीको जितलाई युन सुक योलको असफलताको प्रतिक्रिया र डेमोक्रेटिक पार्टीको प्रगतिशील एजेन्डाको समर्थनको रूपमा हेरिएको छ। तर 6.8% युवा बेरोजगारी, लैङ्गिक असमानता र राष्ट्रिय पेन्सन कोषको सङ्कट जस्ता मुद्दाहरू उनको लागि चुनौती बन्नेछन्। युवा मतदाताहरूले उनले महिला र अल्पसङ्ख्यकका मुद्दामा स्पष्ट नीति नल्याएको गुनासो गरेका छन्। अमेरिकासँगको सैन्य गठबन्धन, व्यापार वार्ता र उत्तर कोरियासँगको सम्बन्ध सुधारमा लीकै नीतिहरूले उनको कार्यकाललाई प्रभाव पार्नेछ। उनले विस्तारित वित्तीय बजेट र शीघ्र मन्त्री परिषद गठनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। ली जेम्युङको पृष्ठभूमि, प्रारम्भिक जीवन र सङ्घर्ष। ली जेम्युङको जन्म सन् 1964 डिसेम्बर 22 मा क्योङसाङ-पोक्तो प्रान्तको एन्डोङमा एक गरिब परिवारमा भएको थियो। आर्थिक कठिनाइका कारण उनले सानै उमेरमा कारखानामा काम गरे, जहाँ उनको बायाँ हातमा स्थायी चोट लाग्यो। औपचारिक शिक्षाबाट वञ्चित भए पनि आत्मअध्ययन मार्फत कानुनको अध्ययन गरे र सन् 1986 मा बार परीक्षामा उत्तीर्ण गरी वकिल बने। राजनीतिक जीवन। सियोङनामको मेयर 2010-2018। सियोङनामलाई सामाजिक कल्याण र सुशासनको मोडल बनाए, निशुल्क युनिफर्म र स्वास्थ्य सेवा जस्ता नीतिहरू लागू गरे। क्योङ्गी प्रान्तको गभर्नर 2018-2021। कोभिड-19 महामारीमा सबै नागरिकका लागि राहत अनुदान प्रदान गरे, जसले उनलाई राष्ट्रिय चर्चामा ल्यायो। राष्ट्रपति उम्मेदवारी सन् 2017 मा मुन जे-इनसँग डेमोक्रेटिक पार्टीको प्राइमरीमा हारे। सन् 2022 को राष्ट्रपति निर्वाचनमा युन सुक योलसँग 0.73 को साँघुरो मतान्तरले हारे। लीमाथि सियोङनामको मेयर र गभर्नर हुँदा डेचाङडोङ भूमि विकास घोटालासहित भ्रष्टाचार र सत्ताको दुरुपयोगको आरोप लागेको छ। उनले यो आरोप अस्वीकार गरेका छन्। सन् 2025 को निर्वाचन अघि उनको निर्वाचन कानुन उल्लङ्घनको मुद्दा स्थगित गरिएको थियो। ली जेम्युङको गरिबीबाट राष्ट्रपति भवनसम्मको यात्रा दक्षिण कोरियाको इतिहासमा उल्लेखनीय छ। उनको प्रगतिशील नीतिहरू, अनुभव, मध्यमार्गी मतदाताहरूको समर्थनले उनलाई 21औं राष्ट्रपतिको रूपमा निर्वाचित गराएको छ। तथापि आर्थिक सामाजिक समस्याहरू र कानुनी चुनौतीहरूले उनको नेतृत्वको परीक्षा लिनेछ।